नमस्ते। अहिले हामी काठमाडौँको सुदूर पूर्वमा पर्ने लप्सीफेदी गाउँ विकास समितिमा आइपुगेका छौँ र अझै पनि यहाँबाट हामीले 6 किलोमिटर दूरी पार गर्नुपर्नेछ हाम्रो गन्तव्यमा पुग्नको लागि। र गन्तव्यमा पुगेपछि आज हामीले हेल्प इन एक्सन संस्थाको पहलमा दुईटा स्थानीय सरकारी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप विभिन्न सामग्रीहरू हामी प्रदान गर्न गइरहेका छौँ र यसको लागि हामीलाई हेल्प इन एक्सनले सहयोग पुर्याएको छ भने स्थानीय हामी साथीहरू समेत हेल्प इन एक्सनको यो शुभ कार्यमा हातमा हात मिलाएर उसलाई साथ दिनको लागि हामी यो टोलीमा समावेश भएका छौँ। हामी अहिले लप्सीफेदीमा छौँ र अबको 6 किलोमिटर पछि हामी हाम्रो गन्तव्य जर्सिङ पौवा नजिक पुग्नेछौँ र त्यहाँ हामी दुईवटा सरकारी विद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्षमता अभिवृद्धिका लागि र उनीहरूलाई पढ्नको लागि प्रोत्साहन गर्नको लागि हेल्प इन एक्सन संस्थाको तर्फबाट उनीहरूलाई चाहिने विद्यालयमा आवश्यक सामग्रीहरू हामी हस्तान्तरण गर्न गइरहेका छौँ। धन्यवाद। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। झुल्किन्छ है छाया वस्तु काँडाको आँखामा काँडै संसार। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। तिमीलाई यस्तो गर्नु यस्तो लगाएर गर्नु लाग्दैन। चित्त शुद्ध होस् मेरो बोली बुद्ध मेरो पैतालाई हिरण नमारो। राम्रो आँखामा खुल्छ राम्रै संसार, काँडाको आँखामा काँडै संसार। फुलको आँखामा
नमस्ते। हामी यो काठमाडौँबाट सुदूर पूर्वमा पर्ने यस श्री महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गणमा आइपुगेका छौँ र यो चौकी भन्ज्याङको पुरानो प्राथमिक विद्यालय हो, जहाँ दशकौं अघिदेखि विभिन्न वर्गका विद्यार्थीहरूले शिक्षा प्राप्त गरिरहेका छन् र यस विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक स्तर उकास्नको लागि केही टेवा पुर्याउने उद्देश्यले हेल्प इन एक्सन नामक संस्थाका तर्फबाट यहाँ विद्यार्थीहरूलाई आवश्यक पर्ने कापी, कलम, त्यसै गरी खेलकुदका सामानहरू वितरण गर्ने अब हाम्रो यो कार्यक्रम रहेको छ। अब केही समयपछि नै हामी यो कार्यक्रम सुरु गर्न गइरहेका छौँ र यो म फेरि जानकारी गराउन चाहन्छु। यस विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक स्तर उकास्नको लागि हेल्प इन एक्सन संस्थाको तर्फबाट आज यो कार्यक्रम हुन गइरहेको छ र यहाँ अध्ययनरत यस प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई हामी आज स्कुल ब्याग, त्यसै गरी कापी, कलम, कटर, इरेजर र केही खेलकुदका सामग्रीहरू पनि हामी उपलब्ध गराउन गइरहेका छौँ। र म अब यो हाम्रो यस कार्यक्रम अगाडि बढाउनको लागि म सुभाष लामा सरलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्न चाहन्छु। सर आइसक्नु भएको छ। अब उहाँले यस प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। त्यसैले म लामबद्ध भएर विद्यार्थीहरूलाई सुभाष सर कहाँ आउन अनुरोध गर्दछु र यस क्रममा विद्यार्थीहरूलाई पंक्तिबद्ध तरिकाले यहाँसम्म ल्याइदिनको लागि म स्कुलका विद्यार्थीहरू, त्यसै गरी हामीसँग आउनुभएका आदरणीय साथीहरूलाई म अनुरोध गर्न चाहन्छु। र यहाँ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम सुरु भएको छ। विद्यार्थीहरूले स्कुल ब्याग, त्यसै गरी कापी, कलमहरू प्राप्त गरेका छन्। यस महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरूले धन्यवाद सुभाष लामा सर। र यही क्रमलाई छात्रवृत्ति यो प्रदान गर्ने, शैक्षिक सामग्री प्रदान गर्ने यो कामलाई हामी निरन्तरता दिइरहेका छौँ र यसै क्रममा अब म विद्यार्थी भाइ बहिनीहरूलाई शान्त रहिदिन आग्रह गर्दछु र हेल्प इन एक्सनको तर्फबाट प्रतिनिधिहरू आउनुभएको छ र म उहाँहरूलाई यो शैक्षिक सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यता कक्षामा दोहोरेर नहोस् है सर। लेबर म यहाँ बसिरहेको छु कक्षामा। यसै क्रममा हामी तामाङ डाटाबेसका संस्थापक सञ्जय लामाज्यूलाई यहाँ अगाडि आइदिन हार्दिक अनुरोध गर्न चाहन्छौँ र उहाँले पनि अब यस महेन्द्र प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुहुनेछ। कक्षामा जाउँ है कक्षामा। अब यसपछि हामी विद्यार्थीहरूलाई कक्षा कोठाभित्रै गएर यस शैक्षिक सामग्री प्रदान गर्नेछौँ। त्यसैले म विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा कोठामा गएर बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु र हेल्प इन एक्सन, त्यसै गरी हामीसँग आएका सबै साथीहरूले अब कक्षा कोठामै आएर भाइ बहिनीहरूलाई शैक्षिक सामग्री हामी वितरण गर्नेछौँ।
कक्षा 5 का विद्यार्थीहरू छन् र उनीहरूले अहिले शैक्षिक सामग्री प्राप्त गरिसकेपछि मैले उनीहरूको अनुभव लिने प्रयास गरेका थिएँ र विद्यार्थीहरू निकै खुसी भएका छन्। हेल्प इन एक्सनको तर्फबाट यो ब्याग सहित कापी कलम इरेजर त्यसै गरी अन्य गाटा लगायतका सामानहरू हासिल गरेकोमा र उनीहरूले अब अझै राम्रोसँग पढ्ने प्रतिबद्धता समेत जनाएका छन्। अहिले हामी यस महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयको कक्षा कोठाभित्र छौँ र हामी हेल्प इन एक्सनको तर्फबाट अहिले कक्षा कोठाभित्रै प्रवेश गरेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न गइरहेका छौँ र हामीसँग सुभाष लामाजी हुनुहुन्छ र उहाँले अब क्रमशः यस कक्षा 4 मा अध्ययनरत साना साना भाइ बहिनीहरूलाई यो विद्यालय सामग्री प्रदान गर्दै हुनुहुन्छ। अब यस महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयको विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने क्रममा अहिले कक्षा कोठाभित्रै प्रवेश गरेर हामी यो सामग्री वितरण गरिरहेका छौँ। यस क्रममा अहिले हामी यो कक्षा 3 को भवनभित्र रहेका छौँ, कक्षा कोठामा छौँ र यहाँ विद्यार्थीहरूलाई अब हेल्प इन एक्सनका प्रतिनिधिहरूको तर्फबाट यो शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। भाइ बहिनीहरू सामग्री लिँदा अगाडि आउनु होला। अब राम्रोसँग पढ्नुपर्छ है। यस महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयको अहिले हामी कक्षा 2 मा रहेका छौँ र यहाँ रहेका विद्यार्थीहरूलाई पनि अब हामी शैक्षिक सामग्री हस्तान्तरण गर्दैछौँ र यसका लागि म हेल्प इन एक्सनका प्रतिनिधिलाई आग्रह गर्न चाहन्छु र उहाँले अब विद्यार्थी भाइ बहिनीहरूलाई यो शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। यो र शैक्षिक सामग्री लिनको लागि विद्यार्थीहरू यहाँ निकै आतुर भएर बसेको देखिन्छ। त्यही बस होइन त्यही बस लिएर त्यही बस उठेर लिऊ होइन त्यही बस है उठेर लिने नमस्ते। अहिले हामी यस महेन्द्र राष्ट्रिय प्राविको कक्षा 1 मा रहेका छौँ र यहाँका विद्यार्थीहरूलाई अब हामीले
शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ र यसका लागि हाम्रा भलन्टियर साथीहरू यस चौकी भन्ज्याङमा रहेको यस विद्यालयको यस कक्षा कोठाभित्र आइसक्नु भएको छ र उहाँले अब क्रमशः यस कक्षा 1 मा अध्ययन गरिरहेका ससाना नानीहरूलाई यो ब्यागमा रहेका कापी त्यसै गरी कलम र उनीहरूलाई आवश्यक पर्ने अन्य सामग्रीहरू अब हामी प्रदान गर्न गइरहेका छौँ। राम्रोसँग पढ्ने है, राम्रोसँग पढ्ने है। लक्ष्मी आप सिंपल सिंपल कंची को डिंपल करने गाला, सिंपल सिंपल कंची को डिंपल करने गाला, मन पर मलाई मन पर सारै मन पर्यो। महेन्द्र राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हेल्प इन एक्सनको तर्फबाट वितरण गर्ने कार्य सम्पन्न भइसकेपछि अब हामी यस विद्यालयलाई अत्यावश्यक पर्ने खेलकुदका सामानसहित शिक्षक शिक्षिकालाई आवश्यक पर्ने मार्कर, डस्टर, कलम लगायतका सामग्रीहरू प्रदान गर्न गइरहेका छौँ र यसका लागि म सुभाष लामा सरलाई आमन्त्रण गर्न चाहन्छु र उहाँले यी सामानहरू विद्यालयका प्रधानाध्यापकलाई प्रदान गर्नुहुनेछ। इरेजर, शार्पनर पाएको छ है, गाता पाएको छ। अब विद्यार्थीहरूले एकदम जतन गरेर यसलाई प्रयोग गर्ने। फेरि हामी बेला बेलामा यहाँ छड्के जाँच गर्न आउँछौँ। तिमीहरूले यो सामानको सदुपयोग गरेको छ कि छैन, राम्रोसम्म लेखेको छ कि छैन, ब्यागहरू च्यातेको छ कि, कापीहरू जथाभावी कोरेको छ कि हामी हेर्न आउँछौँ। त्यस्तो हेर्न आउँदाखेरि भाइहरूले चाहिँ हामीले त्यस्तो पायौँ भने फेरि भाइहरूलाई अलिकति पछि पनि हामीले सधैँ कहिलेकाहीँ मिल्यो भने सहयोग गर्नुपर्ने हुन्छ। त्यसैले पाएको सामानको एकदम सबैले जतन गर्ने हुन्छ, प्रमिस गर्ने सबैले हुन्छ। सबैले जब सामान राम्रोसँग राख्छ, ब्याग जथाभावी कोर्दैन, कापीमा जथाभावी कोर्छ, ल ताली बजाउने सबैलाई। Hasiman, Alinida, Kopi Kolom, Ilizer, Kade Pimbal Mula, Keza Chanalasi, Kogo Bisiman, Osin, Kirdisi, Pe Sikatika, Risiman, Osin Habiango, the Chanalasi, Risi, Rosiman,
Achanmi, Takai Bishiman, Soyek Labamula, Instead, take coffee, column, and say, Bagada, Pesi, and a ticket here this month, Gangeta Ain. Hayang Lisa Ferry, Chavari Hala and the sort of they say, Chavari Hamase, and not take coffee, column, Chava, Chick, Torikari, Taji, Yangi, some 80 Siman, Posin, Ben Siman. Ya, आज यो हेल्प इन एक्सन संस्थाको तर्फबाट चाहिँ यस विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण भएको छ। यहाँले कस्तो अनुभव भइरहेको छ? एकदमै खुसी लागिरहेको छ, किनभने विद्यार्थीहरूले किताब हातमा बोकेर महिना दिन पनि पुर्याउँदैन थियो त्यो किताब च्यातेर। अहिले गर्दा विद्यार्थीहरूले किताब चाहिँ 4-6 महिना चाहिँ राम्रैसित जतन गरेर विद्यालयसम्म ल्याउन सफल हुन्छन् होला भन्ने लागिरहेको छ। यहाँ अध्ययनरत विद्यार्थीहरूको समस्या चाहिँ के छ होला? समस्या प्रमुख समस्या त समाधान भयो। जुन कपी ल्याउँदैन थिए हामीलाई त्यो कपीको समाधान भयो, ब्याग बोकेर आउँदैन थिए ब्यागको पनि समाधान भयो। अब सबैभन्दा ठुलो समस्या चाहिँ समाधान भयो। अब यस्ता साना मसिना समस्याहरू त भइ नै रहन्छ। के कस्तो सहयोगहरू प्राप्त गर्दै आउनु भएको छ विभिन्न सङ्घ संस्थाबाट? यसअघि हामीलाई योभन्दा 5 दिन अगाडि एउटा सिङ्गापुरे टिम आएको थियो, विद्यार्थिनी टिम। उहाँहरूले चाहिँ विद्यार्थीहरूलाई स्टेसनरी अब थोरै वितरण गर्नुभएको थियो, डटपेन र कपी। अनि यो 2टा रुमलाई चाहिँ रङ लगाइदिनु भएको थियो र विद्यालय यो 2टा कोठामा झ्याल एउटा कोठामा झ्याल रोका राख्नु भनेर 37,000 रुपियाँ अबको 10 दिनभित्र 20 गतेसम्म तपाईँले सक्नुहोस्, म हेर्न आउँछु भनेर भन्नुभएको छ। म त्यसमा लागिरहेको छु। अब यो तत्कालको आवश्यकता चाहिँ के छ? तपाईँलाई चाहिँ एउटा प्रधानाध्यापकको हैसियतले यो विद्यालयमा के भइदियोस् जस्तो लाग्छ? अब तत्कालैको आवश्यकता चाहिँ त अब त्यस्तो समस्या त अब धेरै छन् हैन। अब हामीलाई अब खानेपानीकै समस्या छ। खानेपानी अब धारो छ, पानी आउँदैन। पानी एउटा भइदियो भने त्यसबाट पनि धेरै हुन सक्थ्यो। धन्यवाद। ढुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। सायो ढुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तारै पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छ विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अहिले हामी काठमाडौँको सुदूर पूर्वमा रहेको लप्सीफेदी गाउँ विकास समिति स्थित सूर्यज्योति प्राथमिक विद्यालयमा छौँ र यस विद्यालयमा कक्षा 1 देखि कक्षा 5 सम्म अध्ययन गरिरहेका 51 जना बालबालिकालाई आज हामीले हेल्प इन एक्सन संस्थाको तर्फबाट शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसका साथसाथै विद्यालय परिवारलाई पनि आवश्यक केही सामग्रीहरू हामी प्रदान गर्नेछौँ। त्यसका लागि हेल्प इन एक्सनका प्रतिनिधिहरूसँगै केही भोलन्टियर साथीहरू हामी यस विद्यालय प्राङ्गणमा आइसकेका छौँ र अब म सुभाष लामा सरलाई आजको यस कार्यक्रमको सुरुवात गरिदिनु हुन अनुरोध गर्न चाहन्छु।
हाम्रो आजको यस कार्यक्रमको मुख्य दाता रहेको संस्था हेल्थ इन एक्सनका प्रतिनिधिलाई बाँकी विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक सामग्री प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। लुन्डर साथीहरूले यस सूर्यज्योति प्राथमिक विद्यालयका बाँकी विद्यार्थी भाइ बहिनीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुनेछ। तिमीहरूले आज ब्यागभित्र के पाएको छ? कपी पाएको छ, कलम पाएको छ, अनि गाता पाएको छ, इरेजर छ, सार्पनर छ कि छैन? अब तिमीहरूले यसलाई आफ्नो पढ्नको लागि प्रयोग गर्ने, राम्रोसँग पढ्ने हुन्छ। घरमा गएर काटी च्यात्ने होइन, कलम टुक्रा पार्ने होइन, इरेजर यसरी टोक्ने होइन, इरेजर मेट्नको लागि प्रयोग गर्ने, सार्पनर पेन्सिल सार्प गर्ने है। त्यसको चाहिँ तिमीहरूले यसरी हामीले चाहिँ यहाँ टाढाबाट आएर चाहिँ तिमीहरूलाई एकदम माया गरेर दिएको छ, तिमीहरूले चाहिँ यसको राम्रोसँग प्रयोग गर्नुपर्छ। हुन्छ? हामी बेला बेलामा हेर्न आउँछ नि, फेरि हेर्न आउँदाखेरि तिमीहरूले त्यो काटी च्यातेको झोलाहरू फोहोर पारेको देख्यो भने फेरि राम्रो हुँदैन है। त्यही भएर आज हामीले दिएको सामानको एकदम राम्रोसँग जतन गर्ने। हुन्छ? सरको चाहिँ थारै नियम भारतको विरोधी सीमामा त सामानले आगे एनिका चाहिँ भनलासी ढोसीमा हसन अब आउला इज्जत मिन इज्जत थालोला कुनाम साला मिन इज्जत थालोला भनलासी ढोलोला एनी हसन नि ढोलोला केटा केन्दी जता ए आमा आले जता होला अभिन शुभकामना धन्यवाद।
तिमीलाई कस्तो लागिरहेको छ ब्यागहरू पाउँदाखेरि? मलाई ब्याग झोला कापी सिसा बक्स इत्यादि पाउँदा धेरै राम्रो लाग्यो, खुसी लाग्यो। तिम्रो पहिला यस्तो राम्रो ब्याग थियो त? अब कसरी पढ्छौ त तिमी यो सामानहरू पाएपछि कसरी पढ्छौ भन त? राम्रोसँग पढ्छौ? तिम्रो के छ भविष्यमा के छ लक्ष्य, के हुने लक्ष्य छ? पढेर के हुने? डाक्टर हुने? के हो नानी तिम्रो नाम के हो? कति क्लासमा पढ्ने? तिमीले आज यो ब्याग पायो, ब्याग भरि सामान पायो, कस्तो लागिरहेछ तिमीलाई? खुसी लागिरहेछ? अब के गर्छौ घरमा लगेर? कापी कलमहरू छ, के गर्छौ त्यसमा? जतन गरेर राख्छ। अनि पढेर यो ठुलो भोलिपर्सि के हुन्छ तिमी? सिस्टर बन्ने? हस्पिटलको सिस्टर बन्ने कि स्कुलको सिस्टर? स्कुलको? ल ओके गुड। ल श्री सूर्यज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेपछि अब हामी यो हेल्प इन एक्सनको तर्फबाट विद्यालय परिवारलाई अत्यावश्यक खेलकुदका सामानहरू त्यसै गरी डस्टर मार्करहरू हामी हस्तान्तरण गर्न गइरहेका छौँ र यो म सुभाष लामा सरको तर्फबाट यस प्राथमिक विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर लामा सरलाई यो लिइदिनु हुन म हार्दिक धन्यवाद चाहन्छु। हेल्प इन एक्सन संस्थाको तर्फबाट काठमाडौँको पूर्वी भेगमा रहेको यस श्री सूर्यज्योति प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने क्रम सकिएको छ र विद्यार्थीहरू अत्यन्त हर्षित भएर गएका छन् र उनीहरूले प्रतिबद्धता पनि जनाएका छन्। यस हेल्प इन एक्सनबाट उपलब्ध गराइएको शैक्षिक सामग्रीको समुचित प्रयोग गरी आफ्नो अध्ययन अध्यापनलाई अझ तेजिलो बनाउने उनीहरूले वचन दिएका छन्। त्यस्तै गरी विद्यालयलाई पनि हामीले अत्यावश्यक सामग्रीहरू शिक्षक शिक्षिकालाई चाहिने कलम मार्कर त्यसै गरी विद्यार्थीहरूको चौतर्फी विकासका लागि आवश्यक खेलकुदका सामग्रीहरू पनि वितरण गर्ने काम सकिएको अवस्था छ र अहिले हामी यो विश्रामको क्षणमा छौँ र यो आजको एक दिने कार्यक्रम औपचारिक कार्यक्रम सकिएपछि अब हामी बिस्तारै हाम्रो गन्तव्यतर्फ अघि बढ्ने तयारीमा लाग्ने क्रममा अहिले हामी यो सूर्यज्योति प्राथमिक विद्यालयको यो अफिस कोठामा विश्राम गरिरहेका छौँ। सर आज जुन यो हेल्प इन एक्सन संस्थाको तर्फबाट यहाँ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्य सकिएको छ, यहाँलाई कस्तो महसुस भइरहेको छ र विद्यार्थीहरूको प्रतिक्रिया कस्तो पाउनु भएको छ यहाँले? यसरी शैक्षिक सामग्री वितरण फर्स्टबाट त्यसले गर्दा धेरै नौलो काम यहाँको विद्यार्थीहरू अहिलेसम्म यसरी शैक्षिक सामग्री जुन लिएर पढ्नु पाएको थिएन, पाए उनीहरूले। अनि अस्तिदेखि यो खबर आएको थिएन, उनीहरू धेरै हर्षित भइरहेको थियो, खुसी भइरहेको थियो। त्योमा त्यस्तो एउटा हाम्रो संस्था छ, संस्थाको नाम त्यतिखेर मैले थाहा थिएन, त्यस्तो भइरहेको छ। यो कार्यक्रम आइरहेको छ भनेदेखि उनीहरू धेरै खुसी भइरहेको थियो। उनीहरू कतिपय कार्यक्रममा नल्याइदिने सरकारी स्कुलमा भन्छ अब एउटा कापीले महिनौ पुऱ्याइदिनु पर्ने हुन्छ। यो बच्चा चाहिँ उनीहरूको शिक्षा गुणस्तरै कमजोर हुन्छ, किन लेख्ने कुरै छैन, उनीहरूको कापी कलम छैन। त्यो भएको कारणले अहिले चाहिँ अब यिनीहरू धेरै पढ्छन्, धेरै राम्रो हुन्छ। हाम्रो चाहिँ विद्यालय सुध्रिन्छ, बच्चाहरू सुध्रिन्छ, यसले गर्दा चाहिँ बच्चा धेरै खुसी छ। म आफै पनि खुसी छु, किनभने अब यत्रो जुन करिब लगभग 1 वर्षले पुग्नु पर्छ कापीले यिनीहरूले। त्यो कारण गर्दै म धेरै खुसी छु। यो चाहिँ हाम्रो एकदम पहिलोपटक धेरै राम्रो भएको छ, खुसी लाग्यो। यो विद्यालयको के छ तपाईँहरूको समस्याहरू देखिने अरू समस्याहरू चाहिँ के छ? अरू समस्या त हाम्रो यहाँ चाहिँ अब पर्याप्त मात्रामा दरबन्दी छैन यहाँ, किनभने अब अहिले सरकारले अब जुन हाम्रो दरबन्दी 4 जना छ, कक्षा 5 सम्म छ, इसिडी गरेर 6 क्लाससम्म चलाइरहेको छ। त्यसमा 5 जना टिचर छ हाम्रो, त्यो पनि इसिडीको गर्दाखेरि। अनि दरबन्दी नभएर चाहिँ अलिकति गाह्रै छ हाम्रो। धन्यवाद।